बुढी अन्त पहिला नि हामी सानो हुँदाखेरि चाहिँ स्कुल पढ्थ्यौँ नि त भर्खर स्कुल गएको स्कुलको याद आयो नि त नानी हेर्दै त कि हामी नदी क्रस गरेर हो त्यो बयरको बिची खोज्दै 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 त्यसको डिपगोली खेल्थेँ। त्यहाँबाट त्यो साथीको घरमा जान्थेँ, त्यसको बोजू थियो कि त्यो किरणको बोजूले चाहिँ 10 पैसा 20 पैसा 1 रुपियाँ 2 रुपियाँ दिन्थ्यो कि अन्त हामीलाई पनि 10 पैसा दिन्थ्यो। आमामा त्यो 10को पैसाले त कम त खान्थिनँ। त्यही याद आएको सुतेछ म चाहिँ एक्लै बोलेको है अघि भन्नुपर्छ नि तिनीहरू मारी बसेको सुतेछ सुत्छु।